गाइस, आज हामी जाँदैछौँ साइक्लिङमा। अलि 1-2 घन्टाको साइक्लिङ गर्न जाँदैछौँ। हेरौँ सकिन्छ कि सकिन्न। बिच बाटोमा फर्केर आउनुपर्छ कि अलि पहाड जस्तो ठाउँ छ भन्ने सुनेको। हेरौँ है त कस्तो हुन्छ। हाम्रो टिम चाहिएको छ अनि 2जना बहिनीहरू फेरि फर्किरहेको छ नि त। बाटोमा भेट भएर जाने हो। आजको रमाइलो यात्रा अब सुरु हुन्छ साइकलमा है। यस्तो साइकल छ फेरि पहाड चढ्ने जस्तो देखिन्छ। तर खै हेरौँ कतिको सकिन्छ, कतिको दौडाइन्छ। बिस्तारै जाने त 1 घन्टा चलाउने हो नि त। बिस्तारै चलाउनु पर्छ 1 घन्टा चलाउँदा। ल हाम्रो बहिनीहरू पनि अब आइसके। अब हाम्रो यात्रा सुरु हुन्छ। अँध्यारो भयो नि त अब। म त कालो देखिछु। अब चाहिँ हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ साइक्लिङको। म्याप हेर्दै जाने हो। ताचिबानायामा अर्की बहिनी हो। नमस्ते। ल ल ल नमस्ते। अब चाहिँ नमस्ते नमस्ते। अब चाहिँ हामी यहाँबाट सट्ट लाएर हिँड्ने हो। 1 घन्टा चल्ने हो। हाम्रो यात्रा चाहिँ बल्ल 10 मिनट भएको छ। बिस्तारै अनुहारमा थाकेको जस्तो फिल देखिरहेछ। हल्का देखिन्छ नि क्या खुसी छ नि त। ल हामी हिँडेको चाहिँ आधी घन्टा भइसकेको छ। हल्का उकालो रहेछ। यहाँ म्याडमजीको साथ अलिक गाह्रो भयो जस्तो साइकल चलाउन। त्यही भएर यसो पैदल यात्रा गर्दैछौँ हामी। अब डाँडामा पुग्नलाई चाहिँ अझै आधी घन्टा बाँकी छ। आधी घन्टा साइक्लिङ, आधी घन्टा अझै बाँकी। हेरौँ आधी घन्टामा पुगिन्छ कि पुगिन्न। ठक्कै लागिसकेको छ। अनुहार हेर्दै ठाउँ हेर्नुहोस् त। के त रमाइलो भएको छ नि। रमाइलो भएको छैन अरे। अब फर्किने कुरा। डाँडामा टुप्पामा पुग्दासम्म कस्तो हुने होला। अहिले त आदि पनि भएको छैन बाटो। साइक्लिङ भनेपछि कहाँ कारमा जानु त। साइक्लिङ भनेपछि साइकलमा त हो नि। एकैछिनमा अलि पर पुगेपछि विश्राम हुन्छ। विश्राम गर्ने ठाउँमा पुगिन्छ हामी एकछिनमा। आदि बाटो भएपछि त्यसपछि फेरि यात्रा सुरु हुन्छ। ल यहाँ सबैजनालाई हल्का ठकै लागे जस्तो हाम्रो ग्रुप यहाँ छ। पानी पिउने हो। पानी पिउने ब्रेक। पर सुपाहरू छ कि हेरौँ। छिरेर एउटा लिएर जानु पर्ला होइन। पानी पिउनु पऱ्यो बोकेर जाने। अलिक पर अहिले त्यहाँ सहर छ एउटा नजिकै। अब सुपा छ होला। पानी किनेर जानु पऱ्यो। रात परिसक्यो। अब भयो यहाँ धेरै। यो ठाउँमा धेरै रोक्न मिल्दैन त। ल छिटो गर। चटप्पै रोक्न भएन। रुल पनि फलो गर्नु पऱ्यो। हेर्नुहोस् पानी खानु पऱ्यो। यो ग्लुकोज पानी यति खाएपछि एनर्जी आउँछ। अनि सट्ट फेरि दौडिनु पर्छ। हामी चाहिँ बिच बाटोमा एकदम थकित अवस्थामा छौँ। 1 घन्टा भइसक्यो हामी साइकलमा हिँडेको। थाकेर लस्टै भइसक्यो। 3 घन्टा 6:30मा घरबाट हिँडेको। 8:30 2 घन्टा भएछ। 2 घन्टा भएछ। रमाइलो भएको छ। थकित अवस्थामा छौँ सबै। थाकेर हैरान भएको छौँ। ल एकछिन अब ल यस्तै उकालो रहेछ। चलाउनु त सक्दै सकिन्न। दोहोऱ्याउनै पर्छ त्यसरी। सब थाकिसकेको अवस्था छ। अब बिस्तारै बसेको बिस्तारै हिँड्नुपर्छ। हिँडौँ आइसक्यो। अब 5 मिनट अब 5 मिनटमा पुगिन्छ। ल है हाम्रो टोली सब थाकिसकेको छ। अब हामीलाई चाहिएको छ बस्ने ठाउँ राम्रो। अहिले चाहिँ हिँड्नमा ठिक्क छ। बस्ने ठाउँ खोजेर बस्नु पर्ला। अब नास्ता खाना पनि बाँकी छ। रात पर्यो। खाना खाने बेला भयो। के दुःख पाउनलाई यता आइयो हामी आजको दिन। लस्टै घुमाउरो बाटोमा पर्यो। साइक्लिङ गर्न यस्ता रमाइलो एउटा यादगार रमाइलो हुँदैछ हाम्रो। अँध्यारो छ। जङ्गलको बाटो पनि छ। कहाँ पुग्ने थाहा छैन। हिँड्न चाहिँ हिँडिरहेछौँ। पुग्न कहिले हो पुगिन्छ कि पुगिन्न। 4-5 मिनट त देखाइरहेछ। तर फिक्स छैन। पहिलोचोटि आउँदैछौँ। त्यही पनि हिँडौँ। अब के हुन्छ है त। ल लाग्यो उकालो फेरि। ल फाइनल्ली हामी यो हेर्न भनेर साइक्लिङ गर्दै आएको। देखियो पहाडको टुप्पाबाट ताचिबानायामा भन्ने ठाउँबाट दामी देखिँदो रहेछ। तर मेरो मोबाइल अलिक खराब भएर हो कि नराम्रो आइरहेछ। ल हामी घुमेर फर्किसक्यौँ। एकदम थकाइ चाहिँ मजाले लागिरहेछ। कहिले घर पुग्ने र डाङराङ पल्दिनु हुन्थ्यो जस्तो लागिरहेछ। ल जाउँ बिस्तारै।